दाउद पनि रहेन अनि हाम्रो दुश्मन यो गाउँको हरेक मान्छेले यसको टाउको हेरुन्। यो टाउको यही सडेर सकियोस् ताकि यिनीहरूभित्र म प्रतिको डर युगौं युगसम्म रहिरहोस्। कथा त लुकेको छ यसमा। को हो तपाईँ? यो गाउँमा आउनुको तपाईँको उद्देश्य के हो? तिम्रो कुनै पनि प्रश्नको उत्तर छैन मसँग। मेरो कथा नखोतले के राम्रो। पिताम्बर ठीक लागेन। एउटा साधारण मान्छे कहिले पनि पिताम्बर बन्न सक्दैन। हजुरले त चिनेको मान्छे जसरी कुरा गर्नुभयो त हजुरबा। कति नै भएर उसलाई चिनेको?
21 वर्ष 60 सालतिरको कुरा हो। खै कताबाट 5-6 वर्षको बच्चा च्यापेर दुर्गा यही गाउँमा आएकी थिए। दुर्गाको लागि सब थोक त्यही छोरा थियो। तर दुर्गा को हो, कहाँबाट आई, कसैलाई थाहा थिएन। न त उसले आफ्नो श्रीमानको बारेमा नै यहाँ कसैलाई केही भने। त्यत्रो वर्षसम्म त्यो परिवारलाई खोज्न न कोही यहाँ आए, न उनीहरू नै कतै गए। त्यो कुरा सबैलाई थाहा भए पनि आजसम्म त्यो कुराको उठान कुनै गाउँलेहरूले गरेनन्। अब त्यो बेलामा पनि छोराको भविष्यको लागि उसलाई पढाउनै पर्छ भन्ने सोच थियो दुर्गामा। काका गहुँ काट्नुभयो त? नमस्ते। नमस्कार सर, सन्चै हुनुहुन्छ? नमस्ते। आज त बिदाको दिन पनि आउनु भएछ। चिया लिऊ? लिनुहोस्। धन्यवाद बहिनी। सुन न दुर्गा, बाबुले अब जिल्ला स्तरीय परीक्षा दिनुपर्ने छ, तर त्यसको लागि बाबुको जन्म दर्ता प्रमाणपत्र चाहिन्छ है। त्यो भएन भने उसले जाँचै दिन पाउँदैन। जन्म दर्तै चाहिने हो र? चाहिन्छ। बच्चा के बाबू का नाम? सर, आमाको नामले हुँदैन र? किन बाबु बिनाको बच्चा हो र? बाउ नभएकै कारण त्यो बच्चाले सानै उमेरमा अनेकौं लान्छना बोक्यो। तर दुर्गाले अघिल्लोको आगो जस्तै भित्रै जलेर पनि छोराको लागि मनको पीडा लुकाइराखी। बिना बापका बेटासँग खेलेछ। चल निकाल। उसँग जे घट्यो त्यसले मलाई त पीडा दियो। झन् उसलाई के भयो होला? तर उसकी आमा 70 साल चाहिँ उभिएकी दुर्गा कुनै योद्धा जस्तै निडर, निर्भय र अटल देखिन्थे। गाउँमा केही घटना हुँदा विद्रोह गर्ने दुर्गा तर आफ्नो लागि पनि मौन देखिन्थे। एक दिन चिया पसल बाहिर दुर्गा र एक अपरिचित व्यक्तिको लास थियो। चिया पसलको आडमा दुर्गाले धन्दा गर्थी र त्यही न्युमा एकअर्काको हत्या गरे भन्ने कुरो गाउँमा फैलियो। तर मलाई दुर्गा बेधाक थिए भन्ने लाग्छ। बाउको माया नपाएको त्यो बच्चाको शिरबाट आमाको छत्र छाया पनि हट्यो। त्यो केटाले यही त यति भोग्यो भने अन्त कति भोग्यो होला, कति दुःख कष्ट पायो होला। हामी दुईजना एउटै कथाको पात्र रहेछौँ। आमा बुवा गुमाएको पीडा मलाई पनि थाहा छ। म हजुरलाई माया गर्छु। माया गर्न आत्मा चाहिन्छ मेरा। तिम्रो अगाडि जो उभिएको छ त्यसको आत्मा मरिसक्यो।